होइन, यो नेपालको राजनीतिमा यो कस्तो बर्बरता हो यो। कतिसम्मको यो चाहिँ एउटा मानवता नभएका दानवहरूले सरकार चलाइरहेछन् है, बुझ्न सकिएन हो। ओहो यार, रवि लामिछानेमाथि यति साह्रो खेदो किन होला क्या? कस्तो बर्बरता यार। एउटा निर्दोष माथि बारम्बार बारम्बार खेदाई, बारम्बार टसरमाथि टसर यतिसम्म कि यिनीहरूले त अब गोली हान्न मात्रै बाँकी छ हो। रविले सही भनेको थियो कि अब भनेको गोली हान्न मात्रै बाँकी छ क्या। कतिसम्मको निरीह भएको हो कि यो सरकार। केपी शर्मा ओली, प्रधानमन्त्री केपी शर्मा ओलीज्यू र महामन्त्री गगन कुमार थापा, तपाईँहरूलाई नेपाली जनताले माफ गर्नेवाला छैनन्। नेपालको इतिहासले तपाईँहरूलाई माफ गर्नेवाला छैन। यो कुरो हेक्कार होस्। तपाईँहरूले जुन तरिकाको षड्यन्त्रपूर्वक एउटा मुनालाई क्या निबुट्ने प्रयास गर्नुभएको छ नि, एउटा जनताको केन्द्रबिन्दु, जनताको आशाको केन्द्र होइन। अरे राजनीतिमा प्रतिस्पर्धा हुन्छ यार, ठिक हो होइन, तर एकले अर्कालाई सिद्धाइदिने। तपाईँहरूले मदन भण्डारी बनाउने प्रयास गर्नु हुँदैछ रवि लामिछानेलाई होइन। मदन भण्डारी तपाईँले बनाउने प्रयास गर्दै हुनुहुन्छ। तपाईँहरूले यहाँ ताल नमिलेर मात्रै होइन, तपाईँहरूले चाहिँ त्यो प्रयास पनि भएकै हो। हेक्कार होस्, याद रहोस्, जब नेपाली जनता जागे भने नि फेरि तपाईँहरूलाई लुक्ने ठाउँ हुने छैन। तपाईँहरूलाई आकाशबाट, धरती मुनिबाट, पातालबाट तपाईँहरूलाई चाहिँ कठाला समातेर तपाईँहरूले चाहिँ रोडमा ल्याएर तपाईँहरूले कारबाही गर्ने, जनकारबाही गर्नेको दिन नआओस्। एउटा मजाले चाहिँ आफ्नो श्रीमतीसँग होइन बसिरहेको व्यक्तिलाई चाहिँ उसको बेडरुममा चाहिँ बुट बजारेर तपाईँहरूले चाहिँ एउटा चाहिँ होइन, अरे यार यतिसम्म कि तपाईँहरूसँग त पक्राउ पुर्जी पनि छैन क्या। यति हतार गरेर चाहिँ तपाईँहरूले चाहिँ उसलाई पक्रिनुपर्ने क्या। उसले बारम्बार भनिरहेछ नि त, म कानुनलाई सम्मान गर्छु, म उच्च अदालतलाई सम्मान गर्छु, न्यायपालिकाकोलाई म कदर गर्छु होइन, म जतिखेर पनि हाजिर हुन तयार छु, रेडी छु। तर भोलि जस्तो के अरे उहाँ बुटोलमा चाहिँ आमसभा हुँदै थियो र त्यहाँ केही पर्दाफासहरू हुँदै थिए। रवि लामिछानेले पर्दाफास गर्न रेडी हुनुभएको थियो। तपाईँहरूले चाहिँ आफ्नो कालो कत्रु चाहिँ उसले चाहिँ जनता सामु ल्याउँछ भनेर नि रातारात गिरफ्तार गरियो है। जाल जेल, कतिसम्मको जाल जेल गर्न सकेको। अनि पक्राउ पुर्जी नल्याउने होइन, 45 मिनट पछाडि पक्राउ पुर्जी हुँ बसेर लेख्ने, रेडी पार्ने होइन। त्यसपछि के भन्ने, तपाईँको अन्तिम इच्छा के छ भनेर त्यो डेस्पी